सम्पूर्णलाई नमस्ते अनि स्वागत छ मेरो भिडियोमा। आजको भिडियो चाहिँ लोकल र अर्ग्यानिकमा के फरक छ र कस्तो खालको तरकारीलाई लोकल भन्ने र कस्तो खालको तरकारीलाई चाहिँ अर्ग्यानिक भन्न सकिन्छ यो सम्बन्धी जानकारी चाहिँ आजको भिडियोमा दिनेछु। त्यसैले भिडियो भने स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र भिडियोमा लाइक कमेन्ट सेयर गर्नुहोला। साथै विभिन्न किसिमका तरकारी खेती सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ र फुल खेती सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाएर अलमा पनि सेट गरेर राख्नुहोला भन्दै लागौँ आजको विषयवस्तुतर्फ। यो टनेलको गोलभेडा चाहिँ मैले सबैभन्दा अन्तिममा रोपेको गोलभेडा हो र यो टनेलको गोलभेडा पनि अब लगभग पाक्न सुरु गरिसकेको छ हैन। र अरू टनेलको चाहिँ कुनैको अन्तिम भइसक्यो गोलभेडा हैन, र कुनैको चाहिँ बाँकी छ, पाक्दैछ र टिप्दै पनि छु। र आजको भिडियो चाहिँ किन बनाएको भने मैले चाहिँ मेरो फर्मको सबै तरकारीहरू चाहिँ सबै खालका तरकारीहरू चाहिँ मार्केटमा लगेर आफै सेल गर्ने गर्छु। त्यही भएको कारणले त्यहाँनिर चाहिँ बजारमा सोध्ने गर्छन् क्या यो कहाँ उत्पादन भएको हो र कस्तो खालको गोलभेडा हो भन्छन् हैन। र एउटा कुरा चाहिँ प्राय जसो आइरहन्छ क्या, प्रत्येक हप्ता म बजार जान्छु हैन, प्रत्येक हप्ता चाहिँ मान्छेले सोध्ने गर्छन् यो चाहिँ सल्लेरीकै लोकल हो कि बाहिरबाट आएको, जस्तो काठमाडौँबाट बढी जसो आउँछ नि त तरकारी हैन, यहाँको प्रोडक्टले धान्न सक्दैन। त्यही भएको कारणले काठमाडौँबाट व्यापारीहरूले धेरै जसो गोलभेडा भयो अरू तरकारीहरू ल्याउने गर्छन्। र एउटा प्रश्न चाहिँ आउँछ क्या यो चाहिँ सल्लेरीको लोकल हो कि काठमाडौँबाट आएको अथवा इन्डियाबाट आएको भनेर सोध्छन्। र म चाहिँ तपाईँहरूलाई एउटा कुरा क्लियर गर्न चाहन्छु, लोकल र अर्ग्यानिकमा फरक छ हैन। लोकल भनेको चाहिँ के हो त भने गाउँघरमा पाइने रैथाने जातका बिउहरूबाट हामीले उत्पादन गर्छौँ अथवा रोपेर फलाउँछौँ भने त्यसलाई लोकल भन्न सकिन्छ। जस्तो यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ लोकल जातको गोलभेडा हो। यो चाहिँ गाउँघरमा जताततै पाइन्छ, यो त्यत्तिकै पनि उम्रिन्छ हैन। यहाँनिर देख्न सक्नुहुन्छ यो ठुलो खालको छ, यहाँ पनि छ हैन, यो ठुलो खालको छ। यसलाई चाहिँ लोकल भन्न मिलेन, यो चाहिँ हाइब्रिड जातको हो, यसलाई लोकल बनिँदैन। र लोकल र अर्ग्यानिक चाहिँ कसरी छुट्याउने त, जस्तो यहाँनिर मैले ठुल्ठुलो खालको गोलभेडा लगाएको छु, यो चाहिँ हाइब्रिड जातको गोलभेडा हो। यो गोलभेडा मैले लाछु र यसमा मैले विषादीको प्रयोग गर्दिनँ र रासायनिक मलहरू जस्तो फस्फोरस, डिएपी, पोटास, युरिया जस्ता मलहरू प्रयोग गर्दिनँ र एकदम अर्ग्यानिक जस्तो गाउँघरमा पाइने गाई भैँसीको मल अनि कुखुराको सुलीबाट बनाएको मल र कम्पोस्ट मल अनि बाख्राहरूको मल, यिनीहरूलाई कुहाएर मैले मलको रूपमा प्रयोग गर्छु अथवा गोलभेडालाई मलखाद दिन्छु र त्यसबाट उत्पादन गर्छु भने त्यसलाई अर्ग्यानिक भन्न मिल्यो। र अर्ग्यानिकमा रासायनिक मलको बिना प्रयोग र विषादीको जिरो प्रयोग यसरी खेती गरिन्छ भने त्यस्ता खालका बाली जस्तो तरकारी भयो अरू खाँदैन बाली, यस्ता खालका बालीलाई चाहिँ अर्ग्यानिक भन्न मिल्छ। जस्तो लोकल भनेको चाहिँ गाउँघरमा पाइने रैथाने जात पहिल्यैदेखि छ हामीले लगाउँदै आएका बालीहरू हुन्छन् हैन, जातहरू हुन्छन्, त्यसलाई चाहिँ हामीले लोकल भन्न मिल्यो, यसलाई चाहिँ हामीले लोकल भन्न सक्छौँ। यो चाहिँ मैले यसरी त्यत्तिकै उम्रेको हो यो, र कटिङ गरेर यसरी राखेको छु, यसरी फल्याएको छ, मजाले फल्याएको छ, यो सानो पनि छ हैन। र यो चाहिँ रैथाने जात हो, यसलाई चाहिँ हामीले लोकल भन्न मिल्यो। जस्तो हामीले हाइब्रिड जात नै प्रयोग गर्छौँ तर एकदम अर्ग्यानिक तरिकाले बिना विषादीको प्रयोग, बिना रासायनिक मलको प्रयोग एकदम प्राङ्गारिक खेती गर्छौँ भने त्यसलाई चाहिँ अर्ग्यानिक भन्न मिल्छ। र लोकल र अर्ग्यानिकमा चाहिँ यसरी छुटाउन सकिन्छ हैन। प्रायः जसो व्यापारीले लोकल खेती गर्दैनन् किनभने लोकलबाट त्यति धेरै नाफा हुँदैन, हाइब्रिड नै बिउ प्रयोग गर्नुपर्छ हैन। र हाइब्रिड
नै बिउ प्रयोग गरे पनि होइन एकदम रासायनिक मलको बिना प्रयोग र विषादीको बिना प्रयोग खेती गरिन्छ भने त्यसलाई अर्ग्यानिक भन्न मिल्छ र यसरी अर्ग्यानिक र लोकल चाहिँ छुट्याउन सकिन्छ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने र इन्फर्मेटिभ लाग्छ भने भिडियोमा लाइक कमेन्ट सेयर गर्नुहोला भन्दै आजलाई भने भिडियो यति नै। अर्को भिडियोमा भेटौँला। हस्त बाई बाई।